प्रचण्डले कहिलेदेखि आफ्नो हैसियत र औकात देखाउन सुरु गर्छ भन्ने प्रतीक्षामा थियौँ। अब सुरु गर्यो है। किनकि हरेक चुनावमा यसले यस्ता अभिव्यक्तिहरू दिइराखेको हुन्छ, फाल्तु अभिव्यक्तिहरू, जहाँ आफ्नो छोरीलाई हार्यो भनेदेखि म के गरिदिन्छु, यो गरिदिन्छु, ऊ गरिदिन्छु भन्ने यस्ता यस्ता अभिव्यक्तिहरू दिइराख्छ। अब यो मान्छेको न ठेगाना छ, न थर छ, न के छ, यो अहिले न घरको न घाटको छ। माओवादीले त्यत्रो विद्रोह गरेर त्यत्रो 70,000 को ज्यान गुमाएर ल्याएको माओवादी पार्टी, कम्युनिस्ट पार्टी आज छैन, सखाप। कहाँ कहाँका अल्तु फल्तु लल्तुसँग जोडजाड गरेर कम्युनिस्ट पार्टी बनाएको छ। अनि फेरि उही सिद्धान्तको कुरा गर्छ। सिद्धान्तको कुरा गर्ने, यो गर्ने, आफ्नो छोरीलाई मतपत्र च्यातेर मेयर बनाउने मान्छे सिद्धान्तको कुरा गर्छ। त्यतिखेर सिद्धान्त कहाँ गयो? आफ्ना छोरी, ज्वाइँ, चेला सबैलाई के अरे आफ्नो पदको दुरुपयोग गर्न दियो। त्यतिखेर सिद्धान्त कहाँ गयो? अहिले घन्टी बजाएर यो हुँदैन, ऊ हुँदैन भन्न सुरु गर्यो है यसले। अब यो सुरुवात हो यसको। अब यो सुरु गरेपछि यसले कहाँसम्म बोल्छ भन्ने कुरा हामी तपाईँलाई अन्दाजा त लगाउनै सक्दैनौँ। किन भन्दा यसको अब यो अन्तिम यात्रा नै हो। यसपालि पनि अब यो र ओली पत्ता साफै हुनेवाला छन्। त्यही भएर अब यसले आफ्नो नौटङ्की सुरु गर्यो है। किन भन्दा अब चितवनमा पनि उसको छोरी घमण्डको गफ गरेर आफ्नो भोटहरू घटाइसकेकी छ। आउने भोटहरू पनि 10 वर्षमा डेभलप गर्यो भन्छ। 10 वर्ष चलाएपछि केही न केही त गरिहाल्छ नि। हुन त अब यहाँ 4-5 वटी प्रधानमन्त्री बन्नेहरू आफ्नै जिल्लामा सुकुम्बासी भएको उहाँ बयान गर्दैछन्, लाज पचाएर बोल्छन्। त्यस्ता पनि छन् हुन त। तर पनि घमण्डले आफूलाई नै असर गर्छ के। त्यो परिणाम अब चुनावमा देखिन्छ। त्यही भएर अहिले अब प्रचण्डले पनि आफ्नो घमण्ड सुरु गरिसक्यो है।